साथीहरु नमस्कार, म घनु मगर। आज भने जीमेल आईडी को पासवर्ड हामीले चेन्ज कसरी गर्न सक्छौं त्यो बारेमा तपाईहरुलाई जानकारी दिनका लागि उपस्थित भएको छु। साथीहरु तपाईहरुले पहिलो पटक च्यानल हेर्दै हुनुहुन्छ भने र यो भिडियो पहिलो पटक हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब अनि लाइक गर्न नबिर्सिनु होला। जीमेलमा जानु होला, माथि लोगो आउँछ, लोगोमा क्लिक गरेर तपाईले कुन आईडी को पासवर्ड चेन्ज गर्न चाहनुहुन्छ त्यो क्लिक गर्नु होला। गरिसकेपछि यहाँ थोरै देखाउँछ, नेटले अलि थोरै काम गरेको छैन। जुन यो सिक्युरिटी आउँछ, सिक्युरिटीमा थिच्नु होला। सिक्युरिटीमा थिचिसकेपछि थोरै तल आउँछ एउटा जुन पासवर्ड लेखेको छ, लास्ट लेखेको छ, यसमा क्लिक गरेर तपाईले पासवर्ड यसरी नै चेन्ज गर्न सक्नुहुन्छ। न्यू पासवर्ड लेखेको छ, जुन नयाँ पासवर्ड यसमा यसरी हाल्नु होला। अनि कन्फर्म न्यू पासवर्ड लेखेको छ, यसमा पनि जुन माथि पासवर्ड जुन हाल्नुहुन्छ त्यही नै तल हालेर तपाईले चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। यसरी तपाईले चेन्ज पासवर्ड छ यसमा क्लिक गरेर चेन्ज पासवर्डमा चाहिँ फेरि पनि क्लिक गर्नुपर्ने हुन्छ। यसरी गर्यो भने चाहिँ हामीले जुन आईडी चलाउँदै छौं त्यो आईडी को चाहिँ हामीले पासवर्ड यसरी चेन्ज गर्न